हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। अनि धेरै पछि मैले फेरि मेरो भ्लग सुरु गरिरहेको छु होइन। आज चाहिँ हाम्रो स्पेसल केही छ, त्यही भएर। अनि यता केटीहरू भेट भइसकेको छ। यता दिदी हुनुहुन्छ, हेलो दिदी। हेलो। अनि यता इन्दु, हेलो इन्दु काली काली। अनि यता बहिनी, हेलो। ल आज चाहिँ हाम्रो गेम चाहिँ यस्तो बवाल हुनेछ। अनि के हो, अनि अहिलेको ट्रेन्डिङ गेम हो गेम चाहिँ होइन, कलर गिफ्ट एक्सचेन्ज। सो आज केटीहरूले के लिन्छन् अनि त्यसपछि मैले के लिनेछ केही भन्न ला हो बहिनी। अहिले एकछिनपछि देखाउँछौँ। अब हामी लेख्छौँ यो के गिफ्ट लिन्छौँ भन्ने कुरा चाहिँ अब एकछिनपछि देखाउँछौँ है त। म थोरै चाहिँ पहिला भ्लग बनाउँछु अनि त्यसलाई गिफ्ट सामान लिँदै गर्छु। फर्स्ट कलरमा चाहिँ हाम्रो पिङ्क। मैले रेडमा चाहिँ के लिउँ त भन्ने हो क्या मेन कुरा चाहिँ होइन। काम लाग्ने कुरै लिन पर्ने हुन्छ। सामान नलिकेपछि लिँदैन, लिकेपछि अलिकति राम्रै। सो पिङ्क कलरमा यस्तो मैले लिएँ रेडमा यो कलर। म हेर्दैछु यता होइन। सो मैले भेटाएँ चाहिँ लिँदैछु म यो तिनवटा टेङ क्युट। यहाँतिर एकदम डरै हिँड्न पर्ने भइरहेको छ होइन। नत्र केटीहरू जहाँ पनि भेटिन सक्छ कि, जहाँ पनि भेटिन सक्छ। अनि हाम्रो सामान ठ्याक्कै देखिहाल्छ कि एकअर्कामा। सो त्यही भएर यस्तै हो। अब मैले लिन्छु पर्पलमा के लिउँ भन्ने मात्रै सोच आयो कि मलाई चाहिँ होइन। पर्पल कलरमा मैले के लिँदा ठिक हुन्छ अनि आइडिया नै आएन मसँग। मैले धेरै सामानै भेटाइरहेकै छैन अब। यतातिर चाहिँ फेरि बहिनी रहेछ क्या। अन्त म अब सामान प्याक गर्छौँ अनि सामान हाल्छौँ अनि त्यसपछि म पुरा भेट्यो एकछिनपछि सामान भ्याइसक्यो। सामान किनेको इन्दुका अनि निस्किसकेको थियो होइन अघि नै। मैले के प्लान गरेको थिएँ भने बहिनी, यहाँ चाहिँ आनन्दले बसेर चाहिँ गर्ने भने आज त यस्तो पो रहेछ यहाँ त। के हो, म सामान देखेर हाँसला सामानै नभेटेर मैले चाहिँ सामान लिएर म पनि सामान लिएर हिँडिसकेको देखिरहेछ क्या। इन्दुले मेरो आज सबै सामान देखिरहेछ क्या। जुदिया छ दुईजना चाहिँ है। जुदिए अनि सामान किनेर हामी यता आइसक्यो। अनि यो इन्दु फेरि कहाँ रहेछ तिनजना मात्रैको किने त हो नि है, आफ्नो नकिन। दिदी हिरोनी भएर आज कामी यासुमी कि हिजो यहाँ किन्दे आज आएकै हो। आएकोमा सुत्नु छैन बहिनीको त अन्त यासुमी त गजब हुँदो रहेछ नि त। भाइ तिम्रो चाहिँ याकिन धेरै छ हो। याकिन योपालि खाइसन लाग्यो के हो लाग्यो त्यो रोग लागेर अनि युकीसँग त आउँदैन नि त। त्यहाँ भागिरहेछ गिफ्ट बोकेर हिँडिरहेछन् केटीहरू यतातिर। के किन्यो होला भने के किन्यो भन्ने कुरा चाहिँ अहिले एकछिनपछि प्लास्टिक खोलेपछि थाहा पाउँछ। हाम्रो सामान देखाउँ न पहिला चाहिँ थम्नेलको लागि त फोटो चाहिन्छ अन्त है। डङ्कीबाट लिखेको सामानहरू हो। तर पाइन त अब सेरियामा पनि दाइसमा पनि पाइन्छ होला। तर रेट चाहिँ अलिकति डिफ्रेन्ट छ है डङ्कीमा किनेको भन्दा सेरियातिर किनेको भन्दा चाहिँ। सो अब हामी स्टार्ट गर्न गइरहेको छौँ आजको हाम्रो गेम। अहिले सम्म बोकेर एकजना बसेर एक धुलाउ
रेड कलर मेरो यो छ रेड कलर रेड मेरो डबल छ र प्लास्टिकमा दिन्छु तिमीहरूलाई मायाले कस्तो गरम गयो कि मेरो ल पानीबाट निकालौँ नै पालो निकाल्यो भने चाहिँ चिन्दैन कि फेरि नै कि अरूहरूले देख्दैन नि त ल देखाएर यो चाहिँ हाँसी हो होइन यो स्पेसल छ कि केटीहरू भनेर पेन्सिल बक्स जस्तो छ मेरो म है निकालौँ ल ल कस्तो क्युट छ पनि एउटै सेम म नि धेरै किचनको सामान ल्याएछु नि ल मेरो त निस्क्यो खै मायाले निकाल ल मेरो है मेरो कान्छी लाउने बेला पनि लाग्छ ब्लू ब्लू मैले के भेटाएन केही सिप लागेन मैले यही लिएर आएको छ केटी हो है काँडो छ एउटा सम्पत्ति एकदम दैनिक होइन यो दैनिक चिजमा चाहिँ एकदमै काम लाग्ने चिज हो होइन एकदम neat and clean. मेरो है अब 1 2 3 गो अहिले रामेन खानुहुन्छ मेरो हात भित्र तिमीलाई एउटा पऱ्यो हामीलाई दुई चाहिने कुरा हो अनि त्यही भएर भगवान निकाल्नै गाह्रो मेरो त मेरो त केको लागि निकाल्नु हुन्छ थाहा छैन मलाई चाहिँ तर त्यतिकै बोकेर भयो निकाले है पर्पल कलर यो के को लागि युज हुन्छ थाहा छैन मेकअप बक्स लिपस्टिक पैसा हाल्नु पनि मिल्यो हो चिरी मेरो 1 2 3 गो ल यो चाहिँ बाथरुममा स्याम्पूहरू राख्नलाई ट्यारक्क इभन मेकअप सामान राख्दा पनि हामीलाई यो चाहिन्छ ब्लेन्डर ओइ कस्तो दामी कलर अब दिदी गर्नु मलाई त त्यो तिहारको याद आयो कि हाम्रो अहिले त दिदीको टोइलेट बास्न अब ब्ल्याक ब्ल्याक त यो तिमीहरूको त यो त जहाँ गए पनि चाहिन्छ होइन त्यसै तिमीहरूको होइन सर तपाईँहरू जहाँ गए पनि काम लाग्ने चिज हो है
जहाँ पनि खुसी गरी नै बोकेर लैजाऊ है सिर्फ आफ्नोभन्दा अरू गर्न हाल है फेरि ब्ल्याक फोटो फ्रेम थ्याङ्क यू फुल ब्ल्याक त छैन है तर पनि आफ्नो फोटो मात्रै हाल है मेरो ब्ल्याक है ल यो चाहिँ मिठो हुन्छ है पिरो 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 रुचाउने मान्छेलाई ओ माय गॉड यत्रो धेरै सामान बोकेर रहेछ र किन घुम्न सक्दैन बर्को चाउमिन खाने भयो थुक्पा खाना नि भयो जे खाना पनि भयो है ला मेरो त लास्टै हात लाग्यो त सबै यत्रो सक्छ मैले चाहिन्छ काममा सक्स लाउनु पर्छ प्यारिस होला है प्यारिस ल हामी त प्यारिस पुगिसक्यौँ ब्रान्डेड हो नि त फेरि जे पनि हाम्रो के गर्नु अब येल्लो हेलो हेलो भनेको कस्तो हेलो येल्लो र ओरेन्ज एउटै हो के ए हेलो ओरेन्ज ओ मेरो छैन क्या हो कहिले कलर देखाउ त हेलो ओरेन्ज मैले हालिने के यो ए त्यो चाहिँ मेरो एक्ज्याक्ट कलर चाहिँ छैन भने पनि है यो झनै स्पेसल माइनिची हो है एभ्री डे 2 चोटि अथवा 3 चोटि युज हुन्छ जानु जानु भए चाहिँ है त्यो माइनिची चुका हुन्छ ल यो अलिक कलर सेम नभए पनि ल ल मेरो है मेरो पुरानो यस्तै भएर रहेछ आज आलु किनेको भयो माइनिची चाहिन्छ यो एकचोटि राति यो चाहिँ स्किन केयर सम्बन्धी पर्छ है हाम्रो स्किन केयरमा दिदीको पालो यो त झन् घरमा दिनकै चाहिने हो ल एउटा किन ल्याएको यो त एकछिनमा सकिन्छ अब कलर दिदीको पालो ग्रिन कलर ग्रीन ग्रिन हो दिदी ए मेरो हो भ्याइसकि सबैको भएको सबै भ्याएको ग्रिनमा त मैले के लिएको छु भने ग्रिन कति गरे नि भेटेन मैले होइन अनि सो ग्रिनै हो ग्रिन त होइन होला लास्टमा होला नि ग्रिन त होइन ग्रीन नै हो माइनिची तिमीहरूलाई यसको त साथी त चाहिहाल्यो यसको साथी त चाहियो केटी हो आयो त खम्फाउ लाग्यो है भेट्नेलाई साथी चाहियो नि त है साथी चाहियो अनि मेरो चाहिँ त्यस्तै हो केही नपाएर ग्रिन अब त्यो के लिने एउटा सफा गर्ने किचन सफा गर्ने चाहिन्छ यो पनि मोडल हो है किचन सोफा फेरि भोलि है नाक पसेर नहेरे कि मेरो पालो फेरि यो चाहिँ गर्मीमा नि एकदम चुकाउ चुवानीले धेरै चुकाउ अरे चाहिँ लास्टमा फर्केर गएको के अनि यो पनि एकदम यो जाडोमा कफी खान चाहिने माइनी चाहिँ मैले यस्तो एक कप कफी खान्छु कि हो त्यो नान बेस अब व्हाइट व्हाइट त मेरो त यस्तो क्युट त साउन्ड सुनिसक्यो साउन्ड सुनिसक्यो के थियो है देखाइहाल्छु ल मेरो व्हाइट एउटा अघि चाहिँ हाम्रो अलिकति मोबाइलको प्रब्लम भएको बेला है ल अब रेस्टुरेन्ट इन्दुको पालो मेरो त जाडो महिनामा काम लाग्छ जाडो महिनामा काम लाग्छ 1 2 3 गो ल धन्यवाद सक्छ दैनिकी चाहिन्छ नि सबै त मेरो चाहिँ एनी टाइम युज राति बाहेक राति बाहेक कस्तो राम्रो कलर मेरो चाहिँ यो त झन् यो त फेरि जतिखेर नि युज हुने हो खाना खाँदाखेरि दिदी र म जुझ्ने बेला चाहिँ मैले अलिकति बिकेको सामानमा चाहिँ यो व्हाइट यो दिइसकेको थियो कि मैले लिन अझै के होला भने केस लान नसकेको दिदीको प्लास्टिक बाहिर दिने तर केस अब व्हाइट सक्यो है अब कुन कलर बहिनी अब चाइरो कलर सारो भनेको कुन चाइल्ड मेरो कमेडी ए त्यो त मैले लिदिनै के
ए छ तर एक्ज्याक्ट चाहिँ कलर नमिल्न सक्छ मैले नमिलेर एकदम अनि यो यो त पनि एक्ज्याक्ट मिल्छ यो पनि दैनिकै सुख हुने हो यो जस्तै सुख हुने हो कलर चाहिँ नपाएर एक्ज्याक्ट नमिल्न सक्छ नि ल यो चाहिँ सुप खानुहुन्छ यो भनेको रोग पनि लाग्दैन कि यसबाट चाहिँ एकदम मेरो दाइजो पाइहाल्यो भने दाइजो मेरै 1 2 3 गो ल पाउँदैन अब तर मिलेको छैन अनि अलिअलि मिलाइदिउँ त सामान धेरै भयो अर्दैन अब त प्याक गरेर जानुपर्छ यसमा हालेर दिदीको बारेमा यहाँ त फेरि कस्तो ल बढीमा नि 3टा भयो दाइजो नै दाइजो के अब लास्ट रेड कलर लास्ट ग्रे अब ल है कसको चाहिँ सबैभन्दा राम्रो हुने ग्रे ल तर मेरो चाहिँ छैन मेरो त राम्रो नराम्रो मैले एउटा बाटो त दिँदै छ त मैले ग्रिन आएर दिले ग्रीन कलर एबा दुईटा किने के गरौँ किन दिएर जान्छ भने अब दिनु अब दिनु 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 अहिले लास्टमा राम्रो ल ग्रे ल ग्रे तिमीहरूलाई दैनिकी चाहिन्छ यो है दैनिकी काममा चुकाउने हो यो बाहिर त कसैले नि युज गर्दैन आइनो क्लिप के कति धेरै भयो त हौ अब मेरो त केही छैन नि त्यही भएर आयो साथी आयो है मेरो जी मैले नपाएको अनि लास्टमा सक्स अरू गोवाला मेरो त इन्द साजु देखा कुन राम्रो ल लाइटी गर्दै लाइटी गर्दै हाम्रो आजको अनि यति धेरै पाएको छ हामीले कहानीमा ट्विस्ट भनेको यो भनेको कहानीमा ट्विस्ट होला दिदीको त लौरत दाइजो मोरा यस्तो गर्नु न हामी चाहिँ यस्तो गर्ने होइन दिदी चाहिँ यस्तो गरेर बस्नु त ल यो चाहिँ एक्स्ट्रा लास्टमा बोनस हो हामीले यति पायौँ है साथीहरू 1 2 3 गो भ्याउँदैन अहिले सामान भ्याउँदैन त्यही हो होइन आज हामीले चाहिँ अब सबैले खेलेको भएर चाहिँ हामीले पनि खेलेको है यो गेममा कस्तो अहिले ट्रेन आयो गेमको एकछिन पहिला बोल्न नि रिभ्यू लिन बोल्नु नि त होइन हामीले चाहिँ यो चाहिँ सबैजनाले खेलेको देखेर पनि अहिले एकदमै के अरे ट्रेन्डिङ हो क्या यो गेम भनेको है कलर गिफ्ट एक्सचेन्ज गेम हो अनि त्यही भएर हामीले चाहिँ आज पनि ट्राई गरिहेरेको प्लान बनाउँदा प्लानै कहिले पनि सक्सेस नहुने अनि सो कस्तो लाग्यो भन्नु होला रमाइलो लाग्यो यत्रो धेरै सामान पाउँदा त खुसी पनि लाग्यो एकदम रमाइलो अनि दिदी कस्तो लाग्यो भन्नु लाग्छ रमाइलो एकदम धेरै रमाइलो यो सामान बोक्नलाई पनि अब साइकल पनि नभएको गाडी पनि नभएको आफैले गदाले चाहिँ बोकेर आएको यो दुखेर हैरान भयो अहिले चाहिँ हो त यसै दुखेछ यहाँ हाम्रो तर्फबाट चाहिँ लास्ट रिभ्यू त आइहाल्यो होइन अब कमेन्ट गरेर रिभ्यू कस्तो हुन्छ भनेर रिभ्यू दिने पालो चाहिँ तपाईँहरूको हो होइन मन परेमा हाम्रो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट शेयर एन्ड सब्सक्राइब त्यो चाहिँ नगरी नहुने हो है सो नयाँ के भन्छ बोल्नै आउँदैन नयाँ युजर हो अनि त्यही भएर नयाँ आइडी नयाँ युजर न्यू भिडियो न्यू गेम अरू बेला छुट्टै तरिकामा आउँथ्यो भने यति भन्दै आजको भिडियोलाई लास्ट टुङ्ग्याउन चाहन्छु धन्यवाद।